हामी उता माथि डाँडाबाट झरेको हेर्नुहोस् त यहाँ काठमाडौँ भ्याली आइपी ल हेर्नुहोस् काठमाडौँ इज द किङडम नेपाल किङडम अफ नेपाल के हो यार इङ्ग्लिस पनि बोल्न आउँदैन मलाई त है साथीहरू अलिकति पढाइमा अलिकति कमजोर छ है त्यही कारणले पनि हुनसक्छ 56 सालमा एसएलसी दिएको हो फेरि भन्न चाहिँ नमिल्ने है साथीहरू 56 सालमा एसएलसी दिएको है मैले है ल हेर्नुहोस् यो माथि डाँडाबाट झरेर आएको हामी है यहाँ आइपुगेँ स्कुटीको हेलमेटहरू हेर्नु त यहाँ मेरो कस्तो दामी छ हेलमेट एकदम 25,000 को हो यो ल हेर्नुहोस् यहाँ 25,000 25,000 को सेट हट धापासी हाइटको घर पनि देखिरहेको छ है साथीहरू उता हेर्नुहोस् त त्यहाँ पर धापासी हाइटको घर देखिरहेको छ है यहाँबाट ल हेर्नुहोस् हामी माथि डाँडाबाट है साथीहरू तल झऱ्यो अब चाहिँ है हेर्नुहोस् त कस्तो राम्रो ठाउँ देख्यो है सर जाने हो अब ट्याक्क अब स्कुटी स्टार्ट गर्ने फेरि तलतिर झर्ने हो के गर्ने गाह्रो छ नि गाह्रो छ साथीहरू गाह्रो छ यहाँ माथि एउटा फिल्म हल पनि छ यहाँ हेर्नु है फिल्म हल देख्दैन त यहाँबाट त कोही देखेन त यहाँ यहाँ हेर्नुहोस् फिल्म हल अष्टनारायण हल है यो अष्टनारायण हल हो यहाँ माथि बाइपासको माथि हामी बाइक जाएर जङ्गल माथि डाँडामा हो है नागार्जुन डाँडामा हामी त्यही भएर सब देखिरहेको छ साथीहरू ल है ल अब जानुपर्छ साथीहरू है ल मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला साथीहरू न्यू हो है सब्सक्राइब है सबैले चिन्नु जति सम्पूर्ण साथीहरूले